हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग र आज चाहिँ हामी फिक्कलको टावर डाँडा चाहिँ घुम्न जाँदैछौँ र यहाँ जीवन विकासको टोली हाकिम सर सेकेन्ड हाकिम त्यसै गरी हाम्रो सुदन म त्यसै गरी यहाँ हाम्रो विनय सर र हाम्रो ठाकुर भाइजान ल अबको आजको यात्रा चाहिँ हाम्रो चकमके हुँदै तिलपुङ हुँदै फिक्कलसम्मको हो है त ल आज बाटोमा के कस्तो हुन्छ सबै कुरो हामी देखाउने नै छौँ भिडियोमा भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला कस्तो भइरहेछ हाकिम सर आजको यात्रा एकदम ठिकठाक हाम्रो कस्तो भइरहेछ सर सर एकदम लु 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 हाम्रो यात्रा जारी छ ल हामी चाहिँ अब यहाँबाट फेरि अगाडि लाग्दैछौँ र फाइनली यति बेला चाहिँ हामी बाहुन तिलपुङ आइपुगेका छौँ र यहाँ हाम्रो साथीहरू आएर बसिरहनु भएको छ र यो ठ्याक्कै बाहुन तिलपुङ बजार हामी चाहिँ प्रवेश गऱ्यौँ यो चाहिँ तिलपुङ बजार यो चाहिँ तिलपुङ बजारको कलेज र हामी चाहिँ यहाँ जोखिमपूर्ण यात्रा गर्दैछौँ बाइक हिँड्नलाई यस्तो बाटो छ हेर्नु होला अगाडै आइपुगेका छौँ र यहाँ चाहिँ बाटोको निर्माण भइरहेको छ र हामी थोरै जाममा पऱ्यो हाम्रो बाइक चाहिँ यहाँ यसरी छ ल साथीहरूले यहाँ बाइक कटाउने क्रममा छ जारी छ बिस्तारै कटाउनुहोस् होला बिस्तारै बिस्तारै रसे रसे ओ विनय सर बिस्तारै बिस्तारै अरे बाप रे बाप र यहाँ चाहिँ सुन्तलाको बोट पनि देख्न सक्नुहुन्छ तपाईँहरू ओ के छ रामजन ठिक छ बवाल भइरहेको छ यात्रा ल ल बिस्तारै 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 हाम्रो यात्रा जारी छ अझै पनि लगभग हामीलाई 1 घन्टा लाग्छ यहाँबाट ल यो झगरेको गाउँ को यहाँ हो हामी जानुपर्ने ठाउँ यहाँ हो ल यो चुच्चोमा हो है त ल यो सेतो देखेको टावर हामी यहाँ पुग्नु पर्ने है त ल र यति बेला हामी फिक्कल गाउँपालिका आलु पकेट क्षेत्र चनौटे खोला गाउँमा आइपुगेको छौँ र अब चाहिँ हामी यहाँबाट हिँडेर उयो माथि उकालो चढ्नुपर्ने हो र हामी चाहिँ यहाँ साथीहरूलाई कुर्दैछौँ यो चाहिँ फिक्कल चनौटे आइपुगेको छ यति बेला है त हामी चाहिँ यहाँ चनौटे बजारमा साथीहरूलाई कुरेर बसिराखेको छ ल साथीहरू आइपुग्यो ओ ल अर्को साथी पनि आइपुग्यो ल मस्त मस्त ल हामी अहिले ल ठ्याक्कै आलु पकेट क्षेत्र चनौटे आइपुगेको छ ल हाम्रो यहाँ पनि सेन्टर छ यहाँ पनि सेन्टर ए तब सब थाहै रहेछ त ल यो चाहिँ चनौटे बजार यहाँको स्वास्थ्य चौकी वडा कार्यालय सबै यहीँ छ ल साथीहरू बाटो चाहिँ एकदम गाह्रो रहेछ है पुरै अफरोड छ पुरै अझै यो माथि उकालो चढ्नु छ हामी है बाइकले नतानेर बल्ल बल्ल हामी यहाँ आइपुग्यो अझै एउटा बाइक तलै छ ओ एउटा पार्टनर यहाँ हिँडेर आउँदैछ हाम्रो ठाकुर भाइ ए रामजन हाम्रो हाकिम सर पनि आइसक्यो ल पल्सर नि आयो अपाचे नि आयो अगाडि एमटी पनि आइसक्यो ल एमटीको पनि आज धुलाइ भइसक्यो यहाँ ल यो मान्छे बिरामी हिँड्न नसकेर बोक्न गएको एमटीले हामी चाहिँ यति बेला खाजा खाँदैछौँ यहाँ त्यो पनि चिज बल रे खाजा पनि चिसो पनि खाँदैछौँ यहाँ थाकिहाल्यो सबैजना हामी चाहिँ यति बेला ठाडो उकालो चढेर यहाँ थाकेर चाहिँ हामी यहाँ भलाकको सारीको गफर गर्दैछौँ के कसो सुन्यो सर थाक्यो लास्ट थाक्यो फर्कौँ कि क्या हो जस्तो लाग्यो फर्कौँ कि क्या अब यत्रो बाटो पनि आइसक्यो 2 घन्टाको बाटो अब अझै पनि हामी उतै ठाडो उकालो उयो देखेको यो डाँडा छ नि यहाँ पुग्नु पर्ने छ गाइज कसरी पुग्यो होला हालत पम्चर भइहाल्यो ल ठ्याक्कै अब यति बेला हामी चाहिँ बाइक पार्किङ गर्ने ठाउँमा आइपुगेको छु है यहाँबाट चाहिँ माथि बाइक नजाँदो रहेछ अब हामी जानुपर्ने चाहिँ यो टुप्पोमा है योभन्दा माथि बाइक नजाने भइसकेपछि हामीले चाहिँ बाइक 3टा बाइक यहाँ पार्किङ गरिसकेको छ र अब हाम्रो यात्रा भनेको यहाँबाट हिँडेर हुन्छ यो बाटो हुँदै हामी चाहिँ हिँडेर जान्छौँ र यहाँ चाहिँ हाम्रो सञ्जय मास्टरले खानपिनको व्यवस्था गर्दैछ के कस्तो सञ्जय सर कस्तो भइरहेछ आजको यात्रा हामी चाहिँ कस्तो भइरहेछ आजको यात्रा विनय सर कैसा लगा है नाउ वी आर चनौटे को के रे यो वाउ यहाँको भ्यूज पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले ए तर कुहिरो खासै लागेको रहेछ
देखाएको छैन। र अब यहाँबाट चाहिँ हामी म्युजिक बजाउँदै म्युजिकको तालमा अब एउटा हिँडेर जाने ठाडो उकालो ऊ त्यो माथि टुप्पामा सुन पार्नु आउने चल्यो विनय सर जल्दी आऊ र थाकेको बेलामा चाहिँ हामी यहाँ रमाइलो गर्दैछ ल के भयो ल आज चाहिँ शनिबार भएकोले गर्दाखेरि हामी चाहिँ शनिबार चाहिँ रमाइलो गर्नको लागि यहाँ फिक्कल डाँडा आइपुगेको छु है त ल साथीहरू के हुन्छ हेर्दै गर्नु होला तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु होला र उहाँ दिदीहरू चाहिँ पुगेर आइसक्नु भएको रहेछ है यहाँबाट कति टाइम लाग्छ माथि पुग्न कति घन्टा लाग्छ दिदी त्यति लाग्छ लाग्दैन होला र साथीहरू अब यहाँबाट चाहिँ हामी हिँडेर जाँदैछौँ यहाँबाट लगाउनु हामीलाई अब आधी घन्टा जति टाइम लाग्छ होला माथि डाँडा पुग्नलाई ल यस्तै छ यहाँ साथीहरू हिँडेर आउँदै हुनुहुन्छ सरहरू पनि टक्कति र सञ्जय मास्टर र म चाहिँ अगाडि छु के कसो एकदम आजको यस कार्यक्रमको स्पोन्सर मेन स्पोन्सर चाहिँ हाम्रो क्रेडिट गोज टु सञ्जय चौधरी कस्तो भइरहेछ थाकेछ सर ओ हाकिम सर थाक्यो कस्तो भइरहेछ आजको ट्रेकिङ आजको यात्रा विनय सर कस्तो भइरहेछ दाँती लागिरहेछ म्युजिक मास्टर यहाँ छ म त यहाँ छु विनय सर के भइरहेछ रे दाँती लागिरहेछ र यसरी चाहिँ हामी उकालो लाग्दैछौँ है त सबैजना वाउ भ्यू त बबल देखाएको छ त कुन हिमाल हो त्यो गौरीशङ्कर हिमाल कस्तो थाक्यो अब चाहिँ हाम्रो यात्रा लगभग आधी भइसकेको छ अब लगभग 10 देखि 15 मिनट हामी पुग्छौँ र यसलाई चाहिँ हामी थाकेर चाहिँ एकदमै भोक लाग्यो थकाइ लागेर चाहिँ हामी डर के आगे जित माउन्टेन ड्यू खाएर चाहिँ अब हामी योभन्दा अगाडि लाग्छौँ तपाईँहरू भिडियो चाहिँ हेरिराख्नु होला ओके फाइनली यति बेला चाहिँ हामी फिक्कलको टावर डाँडा आइपुगेको छु है त ल यही हो टावर तपाईँहरूले हेर्न सक्नुहुन्छ ओ भ्युज त बवाल छ नि अब हामी पनि यो माथि चढ्छौँ होइन तपाईँहरूलाई माथिबाट भ्युज देखाउँछु के कस्तो हुन्छ है त अन्तिमसम्म भिडियो चाहिँ हेर्न नबिर्सिनु होला है त ल यहाँको बाहिरको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले है त ल हामी चाहिँ लगभग यो उकालो चढ्न 1 घन्टा जस्तो लाग्यो र 1 घन्टाको समयपछि चाहिँ हामी यो टावरमा आइपुग्न सफल भयौँ र यहाँतिर एनसिएलको टावर पनि छ देख्न सक्नुहुन्छ र यहाँ भवन पनि छ भ्यू टावर भनिन्छ यसलाई चाहिँ है यो चाहिँ फिक्कलमा हो तपाईँहरू पनि हेर्न सक्न आउनुहुन्छ घुम्न सक्न आउनुहुन्छ है त यहाँबाट बाहिरको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ है त वाउ यहाँबाट हिमाल पनि देखाइरहेछ है त र फाइनली हामी चाहिँ 3 घन्टाको समयपछि चाहिँ हामी फाइनली टावर डाँडामा चाहिँ टावरमा चढ्न सफल भइसक्यो यो चाहिँ फिक्कल 3 वाउ चौटे हाकिम सर यता हेर्नु तपाईँ कस्तो निराश भइराखेको अब त खुसी हुनुहोस् अब त 3 घन्टा हिँड्यो यार ओ यहाँको भ्युज त बल देखाएको छ त र यहाँबाट चाहिँ यस्तो दृश्य देख्छ है त ल ओ सञ्जय मास्टर हाउ वाज द एक्सपिरियन्स गुड फिलिङ गुड अर ब्याड ओके हाम्रो बाइक हो तल थानकोटतिर राख्यो तपाईँ यहाँबाट हिँडेर आउनु भयो बजारबाट कति घन्टा लाग्यो कति घन्टा लाग्यो तपाईँहरूलाई 1.5 घन्टा हामीलाई लाग्यो यहाँबाट 2 घन्टा सर यहाँ चाहिँ कुहिरोले अब वरिपरिको इन्भाइरोमेन्ट चाहिँ ढाक्दै गइराखेको छ है त अब चाहिँ दृश्य मधुरो हुँदैछ र अब चाहिँ हामी फोटो सेसन पनि हाम्रो सकिसकेछ लगभग अब हामी खाजा खान्छौँ हजुर ओ हाम्रो सञ्जय सरको
पोज हेरौँ ल यहाँ क्यामराम्यान सुजन बुढा छ कि ओ चौधरी सर पोस्ट दिनु न पोज पोज 2-4 गो दियो 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 ल हामी चाहिँ ल खाजा खाँदैछु खाजाको नाममा चाहिँ केटाहरूले चिजबल ल्याएर चिजबल चाउचाउ र यहाँ खाँदैछौँ होइन र हामीले तल चनौटे बजारमा चाहिँ लोकल भाले पनि खोजेर चाहिँ हामीले त्यहाँ पकाउनलाई अर्डर गरिसकेको छ अब लगभग 2 बजिसक्यो यहाँ अब हामी चाहिँ यहाँबाट 3 बजेतिर 3:30 सम्म पुग्छौँ र त्यहाँ गएर चाहिँ हामीले लोकल भाले प्लस खानाको अर्डर गरिसकेको छ र त्यहाँ पुगेर हामी खाना पनि खान्छौँ र तपाईँहरूलाई पनि देखाउनेछु अब चाहिँ हाम्रो यहाँ पोर्क सेकुवा पोल्नको लागि चाहिँ यहाँ आगो बाल्दैछ साथीहरूले है पोर्क लगभग यहाँ 1.5 केजी जति ल्याएको छ हामीले अब टक्क ती ब्यागबाट निकालेर पोर्क सेकुवा बनाउने अनि यसो खाजा नास्ता गरेर चाहिँ हामी निस्किन्छौँ है फाइनली अब हाम्रो खाजासाजा पनि भइसक्यो र हामी यहाँ क्याम्प फायरमा पनि एकछिन हामीले टाइम बितायो होइन र त्यसरी साथीहरू यहाँ सबैजना छ है क्याम्प फायरमा हामी आगोसागो ताप्यो प्लस हामी खाजा पनि खायो खानाको लागि चाहिँ हामीले तल चनौटे बजारमा चाहिँ व्यवस्था गरेको छ लोकल भाले र अब स्टे ट्युन गाइज अब फेरि हामी तल पुगेर के कस्तो हुन्छ हामी तपाईँहरूलाई देखाउने छु यति भन्दै अहिलेको यो क्याम्प फायरलाई चाहिँ हामीले यहीँ इन्ड गर्न चाहन्छु र हामी अब तपाईँहरूलाई अहिले पछि खाना खानमा देखाउँछ है त गाइज र हाम्रो अब अहिले अन्तिम फोटो सेसन हुँदैछ र हामी यहाँ सबैजना टोली यहीँ छ है त ल अब हाम्रो यहाँबाट चाहिँ अन्तिम बिदाई हुँदैछ ल साथीहरू ल बाई बाई गर्छु ल बाइक भएको पार्किङ ठाउँमा आइसकेको छ है यति बेला चाहिँ र ल यहाँ हामी सबैजना आइसक्यौँ बाइक भएको ठाउँमा है अब यहाँबाट हामी बाइककै यात्रा हुन्छ है हाम्रो पैदल यात्रा चाहिँ सकिसक्यो कस्तो भइरहेछ अब हाम्रो हामी फेरि पनि आउनेछौँ एकदम बहुत लोकल खाने यात्रा सफल हुन गइरहेको छ अर्को चाहिँ नि अर्को साइड जोड्नुपर्छ अब अर्को शनिबार नेक्स्ट हो ओके उसमा ल सुजन सर के भन्नु छ मेरो केही भन्नु छ बाबा ठिक छ नि ओ रामधन के कपाल काट्नु छोडेर आएको टेन्सन त भएको छैन नि छैन नि रिग्रेट त छैन नि ओके ल रसे 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 दुईटै ब्रेक प्रयोग गर्नु कसो क्रस गर्नु तपाईँको जाऊ 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 ल जाऊ 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 यति बेला चाहिँ हामी यहाँ खाना खाने होटलमा आइपुगेको छौँ है त ल हामी 1 घन्टाको समयमा चाहिँ हामी खाना खाने ठाउँमा आइपुगेको छ यो चाहिँ चनौटे तल्लो चनौटे भन्ने ठाउँमा हो है र यहाँ चाहिँ हाम्रो खानाको व्यवस्था गरिराखेको छ ल अब हेरौँ ल फाइनली यति बेला चाहिँ हामी खाना खाने ठाउँमा आइपुगेको छौँ है र यहाँ चाहिँ लोकल भालेको मासु है साग अकबरे खुर्सानी माथिबाट घिउ है र हाम्रो रामजन हामी यहाँ 6 जना चाहिँ टक्कै रामजन पनि भात नखाएर बिचराको खाना खाइसक्यो है त ल हामी यहाँ चनौटे होइन चनौटेमा चाहिँ हामी खाना खाँदैछौँ तल चनौटेमा है त ल साथीहरू राम्रोसँग खाना खानु है नलजाइ खाना खानुहोस् जति रुच्छ जाडोमा ज्याम कि ज्याम अब हामी चाहिँ एउटा खानपिन गरेर चाहिँ ल दिदीहरूले मिठो खाना खुवाउनु भयो धन्यवाद कता हुनुहुन्छ खै आमालाई विशेष धन्यवाद है त हाम्रो आमालाई ल मिठो खाना खुवाउनु भयो है ल यस्तो ठाउँमा आएर पनि यति मिठो खाना खानु पाउँदा एकदमै खुसी लागिराखेको छ हामीलाई सधैँ कस्तो भयो खाना खानु एकदम नाइस फेरि आउनुपर्छ अब यहाँ नि अब रातिको छाया जोगिने पर्छ हो त बेला खाइसक्यो अब यदि खाइसक्यो अब के राति खानु मासु पनि हो ल दाई दिदीहरू सबैलाई चाहिँ धन्यवाद है त धेरै धेरै धन्यवाद ल फेरि आउँदाखेरि चाहिँ फेरि यसरी नै खाना पाऊँ है त ल धन्यवाद अब चाहिँ हामी ठ्याक्कै 6 बजे चकमकी आइपुग्यो होइन त सर चकमा आइपुग्यो रात पनि पऱ्यो त्यहाँ आइपुग्यो राति भएकोले कारणले गर्दाखेरि हामीले बाटोमा भ्लग पनि बनाउन सकिनँ भिडियो बनाउन सकिनँ र यति भन्दै आजको भ्लग यहीँ टुङ्गाउन चाहन्छु हस्त धन्यवाद बाई बाई